एक रात राजाले एक अद्भुत सपना देखे। महाराज, अमुक स्थानको रुखको टोड्कामा बस्ने सर्पले अघिल्लो जन्मको बदला लिन भोलि रात तपाईलाई डस्नेछ, सावधान हुनुहोस्। बिहान बिउजिँदा राजा गम्भीर भए। कसरी बाँचु भन्ने प्रश्नले उनलाई दिनभरि सतायो। अन्ततः राजाले सोचे, यदि शत्रुलाई प्रेम र सद्भाव देखाइयो भने उसको मन बदलिन सक्छ। रात पर्नु अघि नै राजाले रुखदेखि पलङसम्मको बाटो फुलै फुलले सजाए। सुगन्धित जल छर्किए। ठाउँठाउँमा मिठो दुधका कचौरा राखे। सेवकहरूलाई आदेश दिए, सर्पलाई आउँदा कतै कहीँ पनि नरोक्नु है भनेर। रात पर्दै जाँदा सर्प रुखको टोड्काबाट निस्कियो। उसले यस्तो स्वागत पहिलो पटक देखियो। फूल, सुगन्ध, मिठो दूध, यो सबै देखेर उसको क्रोध बिस्तारै शान्त भयो। Came to take my revenge, but your kindness has turned me into your friend. म बदला लिन आएको हो, तर यति आदर? सर्प सोच्दै दरबारतिर अघि बढ्यो। दरबार पुग्दा पनि कसैले रोकटोक गरेन। यहाँसम्म कि द्वारपालहरूले पनि उसलाई आदरपूर्वक भित्र प्रवेश गर्न दिए, मानव कुनै अतिथि झैं स्वागत गरिएको थियो। राजाको पलङ नजिक पुग्दा सर्पको मन पुरै बदलिएको थियो। उसले राजा नजिक झुक्दै भन्यो, महाराज, म त तपाईलाई डस्न आएको थिएँ, तर तपाईले देखाएको सम्मान र प्रेमले मेरो क्रोध पग्लियो। अब म शत्रु होइन, तपाईको मित्र बनेको छु। सर्पले आफ्नो नागमणि निकाल्यो र राजाको हातमा राख्यो। मित्रताको चिनो स्वरूप यो मणि स्वीकार गर्नुहोस्। त्यसपछि ऊ शान्त भावले फर्केर आफ्नो वासस्थानतिर गयो। महात्मा गान्धी, घृणाले घृणालाई जन्माउँछ, प्रेम मात्र घृणालाई निष्क्रिय बनाउने शक्ति हो। बुद्ध, घृणा घृणाले होइन, प्रेमले मात्र समाप्त हुन्छ। यो अनादिकालदेखि निश्चित नियम हो।